नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचार। दाङमा बस दुर्घटना मृत्यु हुनेको संख्या 23 पुग्यो, 14 जना घाइते। सर्लाहीमा एक युवाको विवश ढंगले हत्या, अनुसन्धान हुँदै। नेपाली कांग्रेसको हिजो पारित भएको विधान मस्यौदा आजको महासमिति बैठकमा पेश हुने। ललितपुरको लाकुरी भन्ज्याङ प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते। र सलाहको उत्कृष्ट प्रदर्शन, लिभरपुलले म्यान्चेस्टर सिटीसँगको दूरी बढाए। अब समाचार विस्तारमा। दाङमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 23 पुगेको छ। पछिल्लो चरण मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा अन्दाजी वर्ष 20 का वीरेन्द्र करालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। हुम्ला घर भएको प्रहरीले अनुमान गरे पनि एकिन ठेगाना भएको छैन। बाँकी घाइते 14 जना मध्ये 3 जनाको नेपालगञ्ज नर्सिङमा र अरूको कोहलपुरमा उपचार भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रेम बहादुर शाहीका अनुसार शनाखत भएका मृतकहरू यस सर्लाहीको दक्षिण पश्चिम क्षेत्र स्थित बरदाहमा एक युवकको विवश ढंगले हत्या गरिएको छ। बरथवा नगरपालिका 5 का 30 वर्षीय मालिक महतोको हत्या भएको हो। धरिलो हतियारले टाउकोको क्षत बनाएको अवस्थामा घर नजिकैको सडकमा आज बिहान महतोको शव फेला परेको छ। हत्याको घटनाबारे बिहान 4 बजे थाहा भएको इलाका प्रहरी कार्यालय बरथाका प्रहरी निरीक्षक अमोद खरेलले जानकारी दिनुभयो। नयाँ रोड बरथामा सडक खण्डमा हात्ती डण्डातर्फ जाने भित्री बाटोमा टाउको क्षत भएको, घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको छ। जिल्लाकै जिरायतमा निजी विद्यालय सञ्चालन एवं अध्यापन समेत गर्दै आएका महतोको हत्यामा संलग्नको पहिचान एवं खोजी कार्यसहित घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खैरवारले जनाएको छ। प्रदेश भूमि सुधार, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहले मधेसका किसान सधैँ प्रताडित भएको बताएका छन्। राष्ट्रिय कृषक समूह महासंघ राष्ट्रिय कार्य समितिको जनकपुर धाममा आयोजना कृषि विकास ऐनबारे प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहले सिँचाइ मल प्रविधिको अभावका बीच जसोतसो खेती किसानी गर्दै आएका प्रदेशका किसानहरूलाई समृद्ध बनाउन प्रदेश सरकार लागि पर्ने बताएका छन्। किनभने अहिले पनि हामी आकाशे भरेको पानीको भरमा चाहिँ हामी खेती गरिरहेका छौँ। किसानहरूलाई सिँचाइको अभाव छ। समयमा मल खादको पनि उहाँहरू पाउनुहुन्न। उन्नत जातका बिउहरू पनि पाउन यहाँ धेरै समस्या छ। त यो समस्या भनेको आज हाम्रो चाहिँ प्रदेश सरकार भएको हुनाले उत्पन्न भएको होइन। यो हामी वर्षौँदेखि यो समस्या हामी भोगिरहेका छौँ। यसको एउटै कारण मैले भने कि यो मुलुकको प्राथमिकतामा कृषि कहिले परेन। त्यसकारण आजको दिनसम्म आउँदाखेरि हामीले समस्याहरू भोगिरहेका छौँ। तर अब प्रदेश सरकारले जुन मैले भने कि कृषि नै मुख्य आर्थिक स्रोत भएको हुनाले यो प्रदेशको अब हरेक क्षेत्रमा हामी चाहिँ विकासका कृषिमा विकासका चाहिँ चरणहरू हामी अगाडि बढाउन प्रयास गरिरहेका छौँ। खास गरी सिँचाइकै सन्दर्भमा अब ठुला योजना अनि साना किसिमका योजना र मध्य किसिमका योजनाहरू सिँचाइ सन्दर्भमा हामीले। मन्त्री शाहले प्रदेशका विद्यार्थीहरू शानले आफू डाक्टर, इन्जिनियर, बिजनेसम्यान र कर्मचारीका छोराछोरी भन्ने गरेको, यद्यपि किसानको छोराछोरी हुँ भन्न लजाउने गरेकाले त्यस्तो वातावरण बनाउने बताएका छन्। किसानहरूले किसान मैत्री कृषि विकास ऐन बनाउन मन्त्री शाहले ध्यानकर्षण गराएका थिए। साथै महासंघको पहिलो प्रदेश अधिवेशन समेत सोही अवसरमा हुने बताएको छ। नेपाली कांग्रेसको महासमिति बैठक आज विधान मस्यौदा पेश हुने भएको छ। मुख्य विषयमा शीर्ष नेताहरूबीच सहमति जुटेसँगै हिजो बसेको केन्द्रीय समितिले पारित गरेको विधान मस्यौदा आज महासमिति बैठकमा पेश गर्न लागि हो। महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय कार्य समितिमा गत मङ्सिर 9 गते प्रस्तुत गरेको विधान संशोधन सहित हिजो पारित भएको थियो।
केन्द्रीय समितिका तर्फबाट महामन्त्री खड्काले नै आज बस्ने महासमिति बैठकमा विधानको मस्यौदा पेश गर्ने काङ्ग्रेसले जनाएको छ। यस विषयमा आजैदेखि छलफल हुने बताएको छ। विधानमा समावेशी आधारलाई अवलम्ब गर्दै सहमहामन्त्रीको संख्या 8 पुर्याएको छ। यस्तै केन्द्रीय सदस्यको संख्या 167, 1 सभापति, 2 उपसभापति, 2 महामन्त्री रहने सहमति बनेको छ। 8 सहमहामन्त्रीमा संविधानको धारा 42 मा रहेको समावेशी क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ। खस आय, महिला, दलित जनजाति, मुस्लिम, थारू, मधेसी र पिछाडिएको क्षेत्रबाट क्लस्टर अनुसार चुनाव हुनेछ। काठमाडौँको सुन्दरी जल स्थित बीपी संग्रहालयमा पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका तत्कालीन सभापति कृष्ण प्रसाद भट्टराईको पूर्ण कदको शालिग निर्माण गरिएको छ। आज काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सुन्दरी जल स्थित बीपी संग्रहालयमा निर्माण गरिएको पूर्व प्रधानमन्त्री एवं काङ्ग्रेसका तत्कालीन सभापति स्वर्गीय सन्त नेता भट्टराईको पूर्ण कदको शालिग अनावरण गर्नुभएको हो। सन्त नेता भट्टराईको 55औं जन्म जयन्तीको अवसर पारेर शनिबार ढटौलले निर्माण गरिएको पूर्ण कदको शालिगको अनावरण गरिएको छ। त्यस अवसरमा सभापति देउवाले पार्टीका संस्थापक नेता बीपी कोइराला, सन्त नेता भट्टराई, गणेशमान सिंहसँगै सुन्दरी जल जेल परेका अन्य नेताहरूको पनि सोही संग्रहालय परिसरमा शालिग बनाउने घोषणा गर्दै सबैलाई तन, मन र धनले सहयोग गर्न आग्रह पनि गर्नुभयो। उहाँले बीपी संग्रहालय नेपालको मात्र नभएर लोकतान्त्रिक मुलुकहरूका लागि दर्शनीय स्थल रहेको उल्लेख गर्दै त्यसको पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता पनि औलाउनुभयो। सभापति देउवाले 2007 सालदेखि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुभएका स्वर्गीय नेताहरू बीपी कोइराला, गणेशमान सिंह र भट्टराईले नेपालको राजनीतिक आन्दोलनमा खेल्नु भएको भूमिकाको पनि चर्चा गर्नुभएको थियो। बीपी संग्रहालयमा बीपी कोइराला, गणेशमान सिंहको यस अघि नै शालिग निर्माण गरिएको थियो। अब बीपी, गणेशमान र भट्टराईसँगै सुन्दरी जल जेल परेका अन्य नेताहरूको पनि शालिग बनाउने काङ्ग्रेसको योजना छ। सभापति देउवाले बीपी संग्रहालय काङ्ग्रेसका लागि पवित्र स्थल भएको पनि उल्लेख गर्नुभयो। प्रधान न्यायाधीश ओम प्रकाश मिश्रले न्याय सेवालाई अझ बढी व्यावसायिक र सुदृढ र व्यवस्थित बनाउन जरुरी रहेको बताउनु भएको छ। यही पुस 19 गते उमेर हदका कारण अवकाश लिन लाग्नुभएका प्रधान न्यायाधीश मिश्रले बदलिँदो परिवेश अनुसार न्याय दिने आफ्नो उद्देश्यमा अझै उत्साहका साथ क्रियाशील हुन पनि कानुन व्यवसायीलाई सचेत गराउनुभयो। नेपाल कानुन व्यवसायी परिषदको राष्ट्र महोत्सव अवसर पारेर काठमाडौँ आयोजित कार्यक्रममा उहाँले सबै न्याय दिने काममा अझै बढी क्रियाशील भएर अघि बढ्न कानुन व्यवसायी परिषदलाई पनि आग्रह गर्नुभयो। प्रधान न्यायाधीश मिश्रले न्याय सेवा भित्रैबाट हुने विरोधको सम्मान गरेर भए पनि न्याय दिलाउने आफ्नो लक्ष्यमा विचलित नभई काम गर्न पनि कानुन व्यवसायीहरूको ध्यानकर्षण गराउनुभयो। आगामी दिनमा पनि अझ बढी उत्साहका साथ क्रियाशील भइरहँ भन्ने आग्रहका साथ सबैलाई यस विशेष अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। कानुन व्यवसायी परिषदले गर्नुपर्ने कार्यहरू प्रभावकारी रूपमा गर्नुपर्ने, अझ प्रभावकारी रूपमा गर्नुपर्ने आवश्यकता हामी सबैले महसुस गरेका छौँ। अझ निकट भविष्यमा थपिने कानुन ग्रेजुएटको संख्या हेर्ने हो भने अझ चाहिँ दायित्व चाहिँ प्रधान न्यायाधीश मिश्रले न्याय सेवामा थपिएको दायित्व पूरा गर्न पनि कानुन व्यवसायीहरूले ध्यान दिनुपर्ने आवश्यकता औलाउनुभयो। उहाँले कानुन व्यवसायीहरूले थपिएको दायित्व बोध गरेर अघि बढ्नुपर्ने जरुरी रहेको पनि बताउनुभयो। कार्यक्रममा वरिष्ठ अभिवक्ता हरिहर दाहाल, राधेश्याम अधिकारी, कृष्ण प्रसाद पन्त, विश्वकान्त मैनाली, प्रेम बहादुर खड्का, सिन्धुनाथ प्याकुरेल, शम्भु थापा, राजेन्द्र बहादुर सौदा न्याय सेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै अभिनन्दन गरिएको थियो। ललितपुरको लाकुडी भन्ज्याङ प्रहरी प्रभागमा गोली चलेको छ। गोली लागेर 1 जना घाइते भएका छन्।
घाइते हुनेमा प्रहरी जवान रोशन श्रेष्ठ छन्। काठमाडौँ विपद व्यवस्थापन कार्यरत उनी लाकुरी भन्ज्याङ प्रहरी प्रभागमा इन्चार्ज असै रमेश तामाङलाई भेट्न आएका थिए। उनीहरू गृह जिल्ला दोलखाका साथी हुन्। घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको छ। उनी खतरामुक्त रहेको ललितपुर प्रहरी परिसरका एसएसपी शेखर खनालले जानकारी दिनुभयो। महोत्तरीको बर्दिवास 1 स्थित पञ्चधुरा आधारभूत विद्यालय गलटारका छात्र छात्रालाई शुक्रबार शैक्षिक सामग्री सहित छात्रवृत्ति वितरण गरिएको छ। विद्यालयका संस्थापक तथा बर्दिवास 1 का बासिन्दा समाजसेवी नरहरि गौतमले विद्यालय 80 जना छात्र छात्रालाई कपी कलम र पेन्सिल सहित शैक्षिक सामग्री राखिएको झोला प्रदान गरेका हुन्। गौतम आफै अध्यक्ष रहेका बेला विक्रम सम्वत 2056 सालमा स्थापित विद्यालयमा अति विपन्न मगर तामाङ र जोगी सहितका जनजाति र रोम जातिका दलित बालबालिका छात्र छात्रा अध्ययनरत छन्। शुक्रबार शैक्षिक सामग्री वितरण गर्न विद्यालय पुग्नुभएका गौतमले विद्यालयका लागि 6 जोड डेस्क बेन्च पनि उपलब्ध गराउनु भएको छ। विद्यालयकी प्राध्यापक सरस्वती मिश्रले जानकारी दिनुभए अनुसार शुक्रबार नै विद्यालय अभिभावक विहीन 21 जना छात्र छात्रालाई लुइमु सुन्दली फाउन्डेसनले थप 1 वटा विद्यालय झोला उपलब्ध गराएको छ। समारोहमा विद्यालयका 30 जना दलित बालबालिकालाई जनही 400 रुपैयाँ छात्रवृत्ति पनि वितरण गरिएको छ। पर्साको ठोरी गाउँपालिकामा शनिबार बिहान हात्तीको आक्रमणमा एक व्यक्तिको ज्यान गएको छ। ठोरी गाउँपालिका 2 मा पर्ने फारले नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी 35 वर्षीय व्यक्तिको ज्यान गएको हो। ठोरी गाउँपालिकामा मागी हिँड्ने मानसिक सन्तुलन ठिक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षणभित्र हात्तीले आक्रमणमा गरी मृत्यु भएको हो। उहाँले आउने जाने बाटोमा हात्तीले प्रयोग गर्ने फार लेनमै बसेको अवस्थामा व्यक्तिमाथि आक्रमण गरेको बताउनुभयो। मृतकले लगाएको लुगाको भारतीय भएको अनुमान गरिए पनि उनको परिचय हालसम्म खुल्न नसकेको उपनिरीक्षक ढकालले जानकारी दिनुभयो। मृतकको शवपरीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको छ। अब खेल समाचार। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार 2 वटा खेल हुँदैछन्। दुवै खेल सशस्त्र प्रहरीले एफिएफ मैदान हलचोकमा हुनेछ। पहिलो खेलमा दुवै ललितपुर क्लब 3 स्टार र च्यासल भिड्दैछन्। जारी प्रतियोगितामा 3 स्टार 9 खेलमध्ये 7 खेलमा जित र 1 खेलमा बराबरी तथा 1 खेलमा पराजित हुँदै 22 अङ्क जोडेको छ। तेस्रो स्थानमा रहेको 3 स्टार भन्दा शीर्ष स्थानको मनाङको 5 अङ्क बढी भएकाले आजको खेलमा 3 स्टार विजयी भए उपाधि होडमा आफूलाई पनि उब्नेछ। 9 चरणको खेलमा आर्मीसँग अन्तिम समयमा धैर्यता गुमाउँदा जितिसकेको गेम पनि बराबरी गर्दै अङ्क बार्न पुगेकाले आजको खेलमा जित्नै पर्ने बाध्यता रहेको छ। आजको खेलमा 3 स्टार विजयी भए कम्तीमा 2 घण्टाका लागि भए पनि दोस्रो स्थानमा उक्लनेछ। च्यासलले पनि जारी प्रतियोगितामा 4 खेलमा जित र 1 खेलमा बराबरी गर्दै 13 अङ्क जोडेको छ। जारी प्रतियोगितामा शीर्ष स्थानमा रहेको मनाङ र सङ्कटाले च्यासल विरुद्ध कठिन जित निकालेकाले यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। आज नै दिउँसो 2:30 बजे सङ्कटा र ब्रिगेड बोइज भिड्नेछन्। सङ्कटाले अहिलेसम्म 9 मध्य र 8 खेल जित्दै 24 अङ्कका साथ दोस्रो स्थानमा छ। यो खेलमा सङ्कटा विजयी भए शीर्ष स्थानको मनाङसँग अङ्क बराबरी गर्नेछ। अङ्क बराबरी गरे पनि सङ्कटा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहँदा च्याल्स ब्रिगेड विजयी हुँदा पुछारमा तेस्रो स्थानमा उक्लिनेछ। इङ्ग्लिस प्रिमियर लिग लिभरपुलको 4 अङ्कको अग्रता लिएको छ। शुक्रबार राति भएको खेलमा वुल्भरह्याम्पटनलाई 2-0 ले हराउँदै लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग दूरी 4 अङ्कमा लम्ब्याएको छ। यद्यपि सिटीले 1 खेल कम खेलेको छ।
उलभर हेमन्तले मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउनका लागि मोहम्मद सलाहको प्रदर्शन उत्कृष्ट रहेको थियो। 18औं मिनेटमा सलाहको फाबिन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। 68औं मिनेटमा भर्जिल भ्यान डिकले गोल गर्दा सलाहले एसिस्ट गरेका थिए। जितसँगै लिभरपुलको 48औं अङ्क बनाएको छ। वुल्भर हेमन्ट भने 25 अङ्कसहित 7औं स्थानमा छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। दाङमा बस दुर्घटना, मृत्यु हुनेको संख्या 23 पुग्यो, 14 जना घाइते। सर्लाहीमा एक युवकको विवश ढङ्गले हत्या, अनुसन्धान हुँदै। नेपाली काङ्ग्रेसको हिजो पारित भएको विधान मस्यौदा आजको महासमिति बैठकमा पेश हुने। ललितपुरको लाकुरी भन्ज्याङ प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते। र सलाहको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले म्यान्चेस्टर सिटीसँग दूरी बढायो। हवस् त अहिले र समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।